स्वीकार गरौँ, नेपालमा गणतन्त्रको नाममा एउटा ठूलो भ्रम बेचियो। विशेष गरी साम्यवादी र कम्युनिस्ट नाराहरूले जनतालाई सिङ्गापुरको सपना देखाएर देशलाई कङ्गालै बनाए। सत्य के हो भने नेपाल जस्तो भू राजनीतिक रूपमा संवेदनशील देशमा यो दलीय व्यवस्था असफल भइसकेको छ। कम्युनिस्ट र पुराना दलहरूले देशका कल कारखाना बेचे, ऋणको पहाड थपे र युवालाई चाहिँ खाडे लखेटे। आज तपाईँले तिर्ने चर्को कर, ट्याक्सेस उनीहरूको भत्ता र भ्रष्टाचारका समावेश तिर्नमा सकिँदैछ। इतिहास हेर्नुहोस्, नेपालको कूटनीतिक साख बलियो मुद्रा र आत्मनिर्भरता राज संस्थाकै पालामा थियो, किनकि राजालाई 5 वर्षपछि चुनाव हार्ने डर हुँदैन। उसको स्वार्थ कुनै दलसँग होइन, सिधै यो माटोको भूगोल र अर्थतन्त्रसँग हुन्छ। हामीलाई निरङ्कुशता चाहिएको होइन, तर बाहिर शक्तिहरूको चलखेल रोक्न र तपाईँको गोजी वालेटलाई सुरक्षित रूपमा जोगाएर राख्नु नेपाललाई एउटा स्थायी संवैधानिक राज संस्थाको जग अपरिहार्य भइसकेको छ। सोच्नुहोस् त, दलहरूको यो कथित गणतन्त्र कि देश जोगाउने स्थायी संवैधानिक राज संस्था?